gon' bite it. I see you get excited when I put this tip inside it. I like the way you write it, I so me it look like siren. Just like 5-0, I got 5 hoes. Just like domino, I put a bitch, I put her out, I tell her domino. You know it's time to go. Pull up on bourbon, I might drop the top. Ooh, my bitch ain't no barber, she a chocolate drop. Hello everyone, welcome back channel. So आज भिडियोमा हजुरहरु एकदम स्वागत छ अनि आज एकदम लङ टाइम पछि अनि म चाहिँ अहिले युट्युबमा ब्याक भएको छु किनकि सर्ट भिडियो मात्रै गराउँथे मैले अनि त्यही हो अनि तपाईहरु सन्चै हुनुहुन्छ ल म पनि सन्चै आरामै छु अनि म चाहिँ आज अनि रनिङको सहित सुमन र म यहाँ छ सुमन हेलो भन्दै अनि आज हामी कहाँ जान लाग्यो रे च्याउ खोज्न च्याउ आज हामी चाहिँ च्याउ खोज्न जान लाग्यो किनकि बर्खा सिजन पनि लागिसक्यो अनि त्यही भएर हामी आज चाहिँ च्याउ खोजौँ अनि कुन च्याउ भन्नु होला फेरि अनि अहिले त हामी चाहिँ सल्लेवा च्याउ हो पछाडिको भ्यू पनि देख्न सक्नुहुन्छ अनि हामी चाहिँ अहिले यो खोरिया भन्ने ठाउँमा छौँ अब ऊ त्यहाँ परबाट चाहिँ छिर्नुपर्छ हामी हेर्नुहोस् न त्यो जङ्गलदेखि हामी छिर्छौँ त्यसमा अनि के भेटिन्छ वनमा सब गरेर चाहिँ अहिले वनतिर आइसकेका छौँ अनि सुमन चाहिँ अगाडि हिँडिरहेछ यस्तो हरियाली जङ्गलमा कुहिरो जङ्गल हेर्नु वरिपरि अनि आज चाहिँ अब कति सर्ट भिडियो गराउने टिकटकमा चाहिँ लङ गराइदिउँ भन्दा अनि त्यो युट्युबमा नै अनि हामी चाहिँ अहिले उकालो चढिरहेछौँ रनिङ हिजो त च्याउ भेटेको थियो अब गएको थिएन आज चाहिँ लङ भिडियो बनाऊँ भनेर हिँड्दैछौँ जङ्गलमा सुमन अगाडि हिँडेछ यो भयो पाइप जङ्गल हेर्नु न यस्तो छ हामीले सलेर चलिन्छ गएको धेरै अहिले पर जाऊँ उताबाट तलतिर झरौँ ल ठिकै हुन्छ नि ल यो माथि बाटो हुँदै कहाँ पुगिन्छ त्यो हुँदै हुनुपर्छ यहाँ त पाइन्न अहिले अहिले पाइयो भने देखाउँछु भिडियोहरूमा रनिङ हानेको त्यही माथि यसो थकै लागिहाल्छ क्या अभियसली त्यो थकै त लागिहाल्छ नि त्यत्रो तल उकालो रनिङ गरेर आयो अनि यहाँ आएर गऱ्यो अब हामी यहीँ तल्ती जानुपर्छ क्या सुमन है काँडा छ भिर पाखा छ सुर्खेत जिल्ला भ्याली सुगाइ हामी चाहिँ के हो टाइम अनि सुमनले पनि यहाँ टिप्दैछ आमा है ओए देखा त ओए प्लास्टिक छ कि नै ल यस्तो यस्तो हुन्छ मैले प्लास्टिक ल्याएको छु त्यो ल है च्याउको सुरुवात भइहाल्यो मैले भन्थेँ नि च्याउ भेट्यो भनेर ल सुमन टिभी हाल अब हाम्रो उद्घाटन राम्रो छ च्याउ चाहिँ यहाँ भेटिसकेको छ गाइज हेर्नुहोस् अनि एउटा दामी डकुमेन्ट्री भिडियो जस्तो त्यो कोपिला रहेछ यार है यस्तो कोपिला ल यो भयो ल हेर्नु च्याउ यही हो ल सुमन ल यो पनि छ उताटिको फेरि नदिए खै त्यहाँ त छ ए के उदो उ यो ल च्याउ पनि भेट्यो हेर है प्लास्टिक तसँग चाहिँ मात्रौँ तसँग चाहिँ मात्रौँ त्यो प्लास्टिक अहिले रन्दै म बोलाउँछु पऱ्यो चिया भेटेँ नि ल म चाहिँ माथि लागेँ सुमन चाहिँ तल्ती लागिरहेको किनकि जङ्गलमा यहाँ गाह्रो हुन्छ कहिले साँपहरू पनि भेट्नु सक्छन् ल सुरुवात भयो आज धेरै भेट्नु पर्छ आएन क्या है सुमन यता मान्छे वा सुमन त्यहाँ गइरहेको ऊ पर हिँडिरह म चाहिँ एक्लै यहाँ हिँडेर भेटिन्छ कि नै च्याउको सुरुवात त भयो ल अब भिडियो गरिराखौँ भने फेरि च्याउ भेटिन्न अहिले जतिखेर भेटिन्छ त्यतिखेर म ट्याक्क भिडियो गराउँछु अनि हेरिदिनु होला है यस्तो छ जङ्गल हेर्नु र चाहिँ कता छ भने थाहा नै छैन मलाई आँखा पनि यस्तो गयो मेरो आँखामा त्यो औषधि हालेको यस्तो जङ्गलमा हेर्ने सुमन सुमन भेटायो कि च्याउले ए कता गइस कहाँ चाहिँ गयो यार जङ्गल छ सुमन सुमन कहाँ गयो मान्छेको च्याउ खोज्नुको भिड जस्तो मान्छ मैले अब हिँडिदिन्छु एक्लै यहाँ जङ्गलतिर पुरा उताबाट
हिँड्दै गइरहेको छ च्याउ भेट्यो भने त हो क्या अरे च्याउ नै भेटिन्न तर यस्तो भुरो छ अघि त अलिअलि भेटेको थियो खासै भेटेको छैन अहिले त मान्छेले च्याउ पनि भेटाइसक्यो जस्तो मान्छेहरू आएर जङ्गल माथि माथि छ यस्तो यहाँ त ऊ त भेट्यो च्याउ तर यो यस्तो खाले भेट्यो च्याउ यो यस्तो खाले च्याउ भेट्यो त्यो सुम्मनी कहाँ गयो उताबाट मान्छे गरेर खाने के अरे एउटा च्याउ पनि भेटेको छैन यार यार यस्तो यस्तो भेट्यो ए सुमन ए कता घाँस ए तलतिर आयो तलतिर आयो बिस्तारी ल सुमन पनि माथि रहेछ मैले त च्याउ भेटाइसकेँ यहाँ पुरै मच्छर टोकिरहेको यार यस्तो गइरहेछ अनि यस्तो गइरहेछ टोकिहाल्छ नि ए तलतिर आइज बिस्तारी सुमन एक्लै भा च्याउ बेटा च्याउ सुमनले यहाँ सुमनले यहाँ कुनामा छ अरू पनि कता छ पहेँलो हो मैले पनि पहेँलो भेटाएको थिएँ या सुमनले च्याउ भेटाइसकेको छ ल ठिक ल यो पनि राख ओए गाइज हेर्नु त पहेँलो यसरी उम्रिन्छ त्यो यहाँ पनि बच्चा रहेछन् त्यसको यहाँ छ तर अलिक ठुल्ठुलो भेट्नु पर्ने है घप्पो भेट्यो प्लास्टिक भरिदिनु ओए त्यस्तो छ यार ल ल यस्तो भुइँमा हुन्छ हेर्दा ल सुमनले खोज्दैछ पहेँलो मात्रै भेटिन्छ चाहिँ क्या सुमन यता है लगाइ हिँड च्याउ यस्तो ठुल्ठुलो भेट्यो भए हुन्थ्यो यार च्याउ पनि ठुल्ठुलो नभेट्यो सानो मात्रै भेटेछ अहिलेसम्म त्यति माथिबाट भेटेको जङ्गलमा हेर्नु च्याउ भेट्यो च्याउ भेट्नु पऱ्यो कि सबभन्दा मेन कुरा काँडाहरू पनि छैन यस्तो खतरनाक ठाउँ छ तलतिर बिस्तारी तालघारीमा भेट्यो ल च्याउ नै भेट्यो होइन गाइस अहिले त अघि चाहिँ भेट्यो अहिले चाहिँ भेटेकै छैन बिस्तारै भेटिन्छ होला हामी चाहिँ हाम्रो कोसिस जारी छ है गाइस यस्तो हालमा छ न च्याउ नै भेट्यो छैन क्या जुत्ता तना मात्रै खुत्किया ओए अहिले सुमन पनि कहाँ गयो म चाहिँ यहाँ बसिरहेको छु वनमा यस्तो भिजिसक्यो पुरै तर एउटा च्याउ भन्ने नामो निशान छैन यार एकदम च्याउ भेटियोस् भने हो मैले आता ओइ ए तलतिर आइज तलतिर के भेटे नि यार एउटा पनि त्यो एक्लै छ म त यहाँ चाहिँ हिँडिरहेको छु जङ्गलमा च्याउ भन्ने एउटा भेटिया होइन के गर्ने अब तलतिर झन् भेटेला भनेर खोटेतिर आएको हिजो भन्दा पनि ओ डामाडोल यस्तो जङ्गल छ हिँड्दा च्याउको अब चाहिँ भट्टे गाडी लागेको छ भेटिन्छ कि भने भेटिन्न गाह्रो छ च्याउ खोज्न पनि मान्छे भिडियोमा हेर्दा मात्रै ओहु भेट्यो भन्छन् तर च्याउको नामो निशानै छैन अघिसम्म भेटिरहेको थियो होइन
उफ सुमन ऊ पर कति बेटाइस यता देखा त यति भएछ यार अहिलेसम्मको प्रगति ल हामी जान लाग्यो तल पुरै मान्छे के यति धेरै मान्छेहरू छन् कि पुरै लाग्यो त अहिले हिँड अब के भेटेला र यार त्यही तलतिर है माथिबाट जानु हिजो गर्दै यता नआएर त आउँदो रहेछ कि है सुमन यता त्यसै झारी रहेछ अनि मान्छेहरू पनि एकदम धेरै के एउटा पनि खोस्टा फालिसकेको छ नि हामी अलिक तल त झरौँ ल मान्छेहरूले यस्तो कुहिरो पनि लगाइरहेको जङ्गलमा कुले अबे भन्नु लाग्यो हिँड्यो त्यहाँदेखि नै यस्तो जङ्गल छ यस्तो घारीमा चाहिँ हाम्रो आँखाले चाहिँ फ्याट हिँड्नु भेट्नु पर्ने हो गाइस है च्याउ नै घुम्दैन धेरै भिडियोहरू लामो गरौँ अलिक च्याउ भेट्ने मात्रै गरौँ ल हामी मात्रै भएर च्याउ भेट्यो होइन एउटा आइसक्यो कहाँ खोज्ने त्यो हामी वनमा त होला जुत्ता यस्तो भइसक्यो छैन अब छैन मान्छेले यस्तै खोज्छन् च्याउ कहाँ भेट्छ गाईजना सुमनलाई पर्खिनु पऱ्यो बाटोमा च्याउको त राम्ररी पनि छैन के छ यार जङ्गलभरि कोपिला मात्रै फले च्याउ थाक्यो सुमन सिधै माथि आइज हरायो त्यो म अघि हिँड्छु त्यो पछि हिँडेको छिटो आइज त्यो चाहिँ भेटिन्न च्याउ अब गाह्रो छ हौ गाह्रो यस्तो हेर न सब छुट्टै हालिदियो नि के गर्नु हरियाली जाउँ आइज छिटो ल अब हामी चाहिँ आफ्नो वनतिर जानुपर्छ यार यहाँदेखि गयो भने चाहिँ धेरै मुस्किल छ अब यस्तो मान्छे मात्रै भेट्यो नि च्याउ भन्दा पनि बढी ल अहिले म चाहिँ माथि बाटोमा आइसकेँ बाटोको सिन चाहिँ यो अहिलेसम्म त जाऊँ ल यसो उयो गर यसो गर्दै अलिक त्यही नगर अगाडि जान्छ त्यहाँ मात्रै छ त्यस्तो यस्तो छ ल यो भयो यस्तो गर्छ म त यस्तो गर नहल्लाई च्याउ नै भेटिन्न त्यही त राख्ने बस यति हो च्याउ अब चाहिँ कति भेट्ने थाहा होइन यति लगेर चाहिँ हामी घर जान्छौँ किनकि यति भए पनि धेरै हो होइन चट्नी हुन्छ यति भयो भने चट्नी धेरै हो अब भोलि पर्सि अब पानी पऱ्यो भने आम्ला गऱ्यो नत्र त्यस्तै हो पानी सानी आएन च्याउ पनि छैन गर्दा यति त भेटेको थियो कोपिला त च्याउ भेटेको थियो त कोही पनि छैन अहिले त च्याउ भन्दा मान्छे भेट्छन् जङ्गलमा ल कस्तो छ यार कस्तो हरिया है फरेस्ट इन्भेन्ट्री गर्न हिँडे जस्तो भए होइन स्रोत सर्वेक्षण त नि ल अब धेरै भिडियोमा कुदाम अब आजलाई यति आइज छिटो हामी त उता दगुर्न आएको थियौँ खोरियाबाट पसेको हामी त च्याउ
च्याउ अब भेट्यो होइन अलिअलि प्लास्टिकतिर भेट्यो थोरै धेरै होइन अलिअलि मात्रै भेट्यो ऊ तलतिर आएको छ मान्छे त जङ्गलभरि भेटिन्न मान्छे जङ्गल भएर यताबाट आउनुभयो ए छैन त ऊ यिनीहरूले ल्याएर आएछन् कि अलिअलि वनभरि मान्छे छन् कि हिजो अलिअलि भेटेको थियो आज त हिजो टन्दैछन् ए आइज अलिअलि आयो तिमीहरू कति ल्याएको छ्याउ खाइ ए यति त रहेछ यार च्याउहरू यार अलि मात्रै भेटे च्याउ त मेरो आँखा पुरै यो धमिलो भएर ऊ त्यति हो हामी त खोरियाबाट आएको माथि हामी दौड्न गएको थियौँ अनि त्यहाँ जङ्गल बिच जङ्गलमा पसेको हामी अनि तिमीहरू दिपक आएको कि नै हामी चाहिँ अब जान्छौँ यहाँदेखि च्याउ नै भेटेन सुमन हाम्रो जङ्गलबाट छिराउँला है यो साइडबाट ल अब हामी चाहिँ हिँडेको म त गडाङ हिँडिहाल्थ्यो यार यस्तैमा हिँडिरहेको त ल के गर्ने अब घर फर्किने बाटो यस्तै छ डर लाग्दैछ यार हाम्रो मम्मीले चाहिँ ल्याउनु भएको छ कि नै हेर्न च्याउ यो त 2-3टा 4टा थियो मलाई हेरेको त्योभन्दा बढी ल्याउनु भएको थिएन है हामी चाहिँ यस्तो जङ्गलमा हिँड्नुपर्छ एक्सर्साइज पनि डह्रो बिहान होइन मान्छेहरू घर सुतेर बस्नुभन्दा चाहिँ बिहान चाहिँ आउनुपर्छ यता जङ्गलमा अनि च्याउ खोज्यो अब बर्खाको सिजन छ झन् हिजो भेटिएर आयो आज त झन् भेटिएला भन्छ घरबाट रेडी भएर आएको तर हामी चाहिँ खासमा दौड्न आएको थियौँ है खोरिया गएर त्यहाँदेखि फर्केको हामी त्यही अब हामी चाहिँ घरतिर हिँड्यो अन्थ्यो मान्छे पनि तलबाट के बोक्दै आहान गरे भन्ने सुनेको थिएँ मैले ठिकै छ त च्याउ नभेटेपछि के गरौँ भन पुरै जङ्गल एरिया यो ल गाइस आजलाई भिडियो यति च्याउ पनि खासै भेटेन अनि म चाहिँ ल आज चाहिए यही प्रगति आज दामी खालको भिडियो आउँछ यो चाहिँ बेलुकातिर हाल्छु हेर्नु होला माया सपोर्ट देखाउनु होला च्यानलमा कोही नभए सब्सक्राइब गरिदिनु होला जङ्गल हरियाली छ ल आजको लागि बाई।